देख्न सक्नुहुन्छ यो बेनी बजारको सुन्दर दृश्य हो जुन चाहिँ कालीगण्डकी नदीको किनारमा अवस्थित छ। नमस्कार साथीहरू, म टिआर एचपी बस्याल यहाँहरूलाई म आज अत्यन्तै सुन्दर भिडियो मेघदीको बेनी बजारको सुन्दर भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला र लाइक, कमेन्ट, सेयर अनि यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी नजिकैको बेल आइकन थिच्न नभुल्नुहोला। साथीहरू, यो तपाईले देख्नुभएको मेघदीको बेनी बजार हो जुन चाहिँ कालीगण्डकी नदी र मेघदी खोलाको किनारमा अवस्थित छ। एक साइडबाट कालीगण्डकी नदी गएको छ भने अर्को साइडबाट मेघदी खोला आएको छ र कालीगण्डकी र मेघदी खोलाको सङ्गम स्थलमा पनि पर्छ। यो अत्यन्तै नेपालको सुन्दर सहरहरूमध्येको एउटा सुन्दर सानो बजार हो मेघदीको बेनी बजार। पारिपट्टि छ पर्वत जिल्ला भने यतापट्टिबाट बागलुङ जिल्लाले पनि जोडिरहेको छ। अत्यन्तै सुन्दर यो बेनी बजार यहाँहरूले देख्न सक्नुहुन्छ। आहा, कति सानो र सुन्दर बजार हेर्नुहोस् त। वरिपरिबाट पहाडले घेरेको र बिचमा सानो टक्क बसेको सानो नदीको किनारमा बसेको सुन्दर बजार बेनी बजार। सर्र हेर्नुहोस् त, दुईवटा यो गल्लीको बिचबाट पहाड कति सुन्दर देखिएको छ। जुन चाहिँ मेघदीको यो बेनी बजार अत्यन्तै सुन्दर छ। बेनी नगरपालिकामा पर्छ। साह्रै नै मनमोहक, हेर्दाखेरि एकदमै राम्रो। पारिपट्टि पर्वत जिल्ला अनि साइडमा बागलुङ र यो बिचमा टक्क सिमानामा रहेको मेघदीको बेनी बजार कालीगण्डकी किनारमा अवस्थित सुन्दर बजार बेनी बजार। यस बेनी बजार आसपासमा नेपालकै प्रख्यात ठाउँहरू, धार्मिक एवं पर्यटकीय स्थलहरू जस्तै मेघदीको गलेश्वर थाहा नभएको कमै हुनुहुन्छ। बेनी शिव मन्दिरको रूपमा चिनिन्छ भने त्यसै गरी मेघदीको तातोपानी जुन चाहिँ प्राकृतिक थेरापीको रूपमा पनि धेरै कैयन बिरामीहरू नेपालभरिबाट विश्वभरिबाट त्यस तातोपानी कुण्डमा डुब्न आउनुहुन्छ र आफ्नो स्वास्थ्य लाभ पनि गर्नुहुन्छ। त्यसैले साथीहरू, यो मेघदीको यो बेनी बजार सुन्दर बजार तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लागेको भए तपाईहरुले कमेन्ट सेक्सनमा पक्कै पनि कमेन्ट गर्नुहुनेछ र भिडियोलाई लाइक पनि गर्नुहुनेछ र यो च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गरेर नजिकैको बेल आइकन। अब चाहिँ यो कस्तो लाग्यो त अन्तिमसम्म हेरिरहनु भएकोमा यहाँहरूलाई सम्पूर्णमा धन्यवाद। बेनी नगरपालिकाको कार्यालय हो र मैले हजुरहरूलाई मेघदीको बेनी बजार देखाएँ। के कस्तो लाग्यो पक्कै पनि लाइक, कमेन्ट, सेयर र प्रतिक्रिया दिन नभुल्नुहोस् है। हस्, धन्यवाद।